टेस्ट गर्नु मात्रै बाँकी छ ल। यो चाहिँ रहेको छ गैरी गाउँ। सो यसो अर्ग्यानिक एउटा स्टलहरू दुईवटा खोल्नु भएको रहेछ यहाँ पल्लोपट्टि। यहाँनिर यो चाहिँ डाँडा गाउँ भन्दो रहेछ। यहाँनिर चाहिँ एकदम मजा मजाको है फास्ट फुड हो यो चाहिँ। जस्तै कि अर्ग्यानिक सेलरोटी हेर्नुहोस्, यो सेलरोटी यहीँ पाक्दैछ सेलरोटी। अनि दिदीले मोमो पनि रेडी गर्नुहुँदैछ है। अनि साथैमा यहाँ लाफिङदेखि लिएर मोमो सम्पूर्ण अब फास्ट फुडमा के पाइन्छ त्यो कुरा पाइँदैछ यहाँनिर। यो चाहिँ रहेको छ तपाईँको डाँडा गाउँमा है। जो पनि आउनुहुन्छ यहाँनिर यसो अलिकति लाभ यहाँको उठाउन सक्नुहुन्छ तपाईँले। चियादेखि लिएर फास्ट फुड सबै छ यहाँनिर ल। दिदी भन्ने लोकेसन भनिदिनुहोस् अलिकति। हाम्रो लोकेसन चाहिँ यो मनसङको मुनि पर्छ, रम्फूबाट आयो भने माथि पर्छ। यसलाई भिलेजको नाम नक्सा गैरी गाउँ हो। नक्सा गैरी गाउँ ल सर। ल अब चाहिँ लाफिङ टेस्ट गरिदियो। ए लाफिङको यसलाई चाहिँ लाफिङ भन्छ, बनाउँदै गरेको। फम्बी भन्छ कि लाफिङ भन्छ? लाफिङ त अर्कै होइन, फम्बी हो। लाफिङ पनि बनाउनुहुन्छ लाफिङ यसकै आउँछ लाफिङ कि, तर लाफिङ चाहिँ हामी बनाउँदैन, साह्रै मेहनत त्यो झन् पुरा पातला पकाउनु चाहिँ हामी भ्याउँदैन हो। यसमा चाहिँ अब मोटो बनायो, सेलाइराख्यो हो मोटोमा। ए त्यो चाहिँ पातला बनाउनु पर्यो नि त है, त्यो रोटी जस्तो है। हजुर तताउनु पर्छ नि। खाना बनाउनु त फ्रिजमा हाल्नुपर्छ नि त। ए हजुर हजुर। यो खाएको चाहिँ चिसै खाने ठाउँ हो कि, तर पनि अब साह्रै चिसो तातै खाइदिनुहोस् न। म चाहिँ तातो मनपर्छ, अरूलाई पनि त्यस्तै दिनु मनपर्छ नि त। पत्ता पनि छ। फम्बी त मनपर्छ मलाई त कि, दामी लाग्छ। कतिजना हुन्छ तपाईँहरू? हुन्छ दुईवटा लगाइदिनुहोस्। ओ गाइस हेर्नुहोस् फम्बी एकदम डिलिसियस भएको छ। अब यसलाई टेस्ट गर्नु मात्रै बाँकी छ ल। यो चाहिँ रहेको छ गैरी गाउँ। सो वाउ वाउ पिरो यो भन्दा ल ल ओके ओके लु वासिङ लु एउटा फम्बे। यस अब इट्स माई टर्न। दामी त्यसको जुन चाहिँ यो मसलाहरू छ एकदम दामी भएको छ है। नजिकबाट हेर्नुहोस्।